जय श्रीमन्नारायण। यही वैशाख महिनाको 7 गते अक्षय तृतीया परेको छ। अक्षय तृतीयाको सम्पूर्ण भक्त भागवतहरूलाई मङ्गलमय शुभकामना छ। अक्षय तृतीया भनेको वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ। अक्षय भनेको कति पनि क्षय नभएको पुराको पुरा प्राप्ति हुने भएकोले यसलाई अक्षय भनिन्छ। यो दिन सातु सर्बत जुनको सातु सर्बत यदि हामीले कसैलाई दान गर्यौं भने, कसैलाई खुवायौं भने ठुलो पुण्य प्राप्ति हुने शास्त्रीय प्रमाण रहेको छ। यो दिन गरेका सम्पूर्ण सत्कर्महरूको पुराको पुरा फल मिल्ने गर्दछ। ब्राह्मणहरू भोजन गराउनु, गरिब दिन दुखीहरूलाई भोजन गराउनु, कसैलाई कुनै चिजको सहयोग गर्नु को पुराको पुरा फल मिल्ने यो पवित्र दिन रहेको छ। आफ्नो हातबाट जे जस्तो सत्कर्महरू गरिन्छन् यो दिन गर्दा धेरै पुण्य प्राप्ति हुने यो पवित्र दिन सालमा एक दिन मात्र रहेको छ। यही दिन सत्य त्रेता द्वापरको सुरुवात भएको दिन पनि यो पवित्र दिन रहेको छ। 4 धाम मध्ये बद्रीनाथको ढोका खुल्ने यो पवित्र दिन रहेको छ। त्यसै कारणले हाम्रो हातबाट जे जस्तो सकिन्छ सत्कर्महरू अवश्य रूपमा गर्नुपर्दछ र यो सालमा एक दिन यो पवित्र दिन रहेको छ। सबैले आफआफ्नो सकिने सहयोग गर्नुपर्दछ। जय श्रीमन्नारायण।